गुड मर्निङ साथीहरू। आज चाहिँ म यहाँ गाउँघरबाटै ब्लग स्टार्ट गर्दैछु। मर्निङ आज चाहिँ हामी सिलगढी जाँदैछौँ अनि सिलगढीमा काम छ नि त, त्यहाँको गाडी वेट गरिरहेको अवस्था। अहिले चाहिँ यहाँ रोडमाथि दादा भाउजूको घर छ, त्यहाँ आएर चाहिँ म ब्लग स्टार्ट गर्दैछु। यो सिटोङको दृश्यहरू चाहिँ यस्तै छ साथीहरू, हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ धीरज दादाको आज एकदम धीरज दादाको नयाँ गेस्टहरू आउनु भएको छ है साथीहरू। हेर्नुहोस् है, यहाँ कुखुराको साथसाथै कुखुराको चल्ला पनि कति खुसी हुनुहुन्छ एकदमै ए नयाँ सृष्टि। ए कुखुराको बच्चाहरू पनि छ है साथीहरू। गाउँघरको लाइफ चाहिँ यस्तै हुन्छ। हजुर, अनि यो चुला छ, हेर्नुहोस् है चुलामा के पाक्दैछ दादा भनिदिनुहोस्। यो अहिले खाना पाक्दैछ। खाना पाक्दैछ। अनि मेरो भ्युअर्सहरूले के भन्नु चाहनुहुन्छ सिटोङबाट भनिदिनुहोस् दादा। एकदम फलो गरिदिनु होला, लाइक पनि सेयर पनि सबैले फलो गरिदिनु होला। तपाईँले पनि सब्सक्राइब गरिदिनु भयो। ओके म गरिदिइहाल्छु। ओके हेर्नुहोस् न साथी, हो कति राम्रो राम्रो प्लान्ट रहेछ, फुल रहेछ। मलाई त मन पर्यो, यो मन पर्यो। अनि यो हजुरहरू पनि हेर्नु सक्नुहुन्छ, यो हेर्नुहोस् त। अनि यो पनि राम्रो छ। यो व्हाइट कलरको झन् एक्स्ट्रा लागेको, मैले कतै पनि नोटिस गरेको थिइनँ। यो चाहिँ एकदमै राम्रो लाग्यो। भाउजूको प्लान्टको कलेक्सनहरू पनि राम्रो राम्रो छ यहाँनिर। अरू बेला पनि हुन्छ यो मनी प्लान्टहरू हेर्न सक्नुहुन्छ। मनी प्लान्टहरू छ यहाँ चाहिँ, मनी प्लान्टहरू सबै जग्गा चाहिँ एभाइलेबलै हुन्छ। अहिले भने चाहिँ साथीहरू दादाले गाईलाई घाँस काट्नु हुँदैछ। घाँस पनि घरकै छेउमा एकदम एभाइलेबल रहेछ। यसलाई चाहिँ दाउरा बनाउनुहुन्छ होला हो, किम्बुको घाँस है यो चाहिँ। ए हामी यो दाउरा पनि हो। हेर्नुहोस् है साथीहरू, हाम्रो बतिमको मकै चाहिँ यति भइसकेको छ सिटोङमा। अब चाहिँ पाक्न आँटेको पनि दृश्य छ। यो मकैबारीहरू हेर्न सक्नुहुन्छ। अनि मकैबारीभित्र चाहिँ सुन्तलाको बोट पनि रहेछ साथीहरू, हेर्न सक्नुहुन्छ। सुन्तला, यो सुन्तला फल्छ पनि। अनि यो सुन्तला चाहिँ नोभेम्बर डिसेम्बरदेखिको चाहिँ खानु लायकको हुन्छ है गाइस। हाम्रो गाडी पनि आइसकेको छ साथीहरू। अब यही गाडीमा हामीहरू आफ्नो डेस्टिनेसनतर्फ जाँदैछौँ। अहिले चाहिँ हामीहरू गाडीभित्र गइसक्यौँ। हामी चाहिँ सिलगढी आइसक्यौँ। अनि सिलगढी चाहिँ एकदमै गर्मी रहेछ। तपाईँलाई कस्तो लाग्यो? एकदम गरम रहेछ, केही छैन। हामीहरू अब आफ्नो काममा जानेछौँ। अहिले चाहिँ हामी टोटोमा छौँ। टोटोमा चाहिँ हावा मात्रै लाउँछ नि त, त्यही कारण प्रब्लम हुँदैन। अहिले चाहिँ साथीहरू अटोमा चढेर म चाहिँ जाँदैछु। साथीहरू मैले चाहिँ अब सपिङ पनि गरिसकेँ। मम्मीको थियो सपिङ चाहिँ, अहिले चाहिँ म सपिङ गरेर पनि निस्किसकेको दृश्य छ। अनि हेर्नु सक्नुहुन्छ, यो चाहिँ सिटी सेन्टरको दृश्य हो साथीहरू। अहिले चाहिँ म भेगामा छु। अनि यहाँ चाहिँ H&Mदेखिको लिएर सबै ब्रान्डहरू एभाइलेबल हुन्छ। सिटी यहाँ हेर्दै सक्नुहुन्छ। यहाँको भेगाको दृश्यहरू एकदमै राम्रो छ गाइस। अब चाहिँ हामी सिलगढीबाट फर्किँदैछ गाइस। हामी चाहिँ अहिले ममपुर आइपुग्यौँ। बाबाको सामानहरू कोट्याउनु हुँदैछ, घर नआइपुग्यौँ गाइस। हामी चाहिँ आइपुग्यौँ तर राति भयो, बाटोमा पुरा जाम भएको कारणले गर्दा। ओके बाई बाई, थ्याङ्क यू फर वाचिङ। मेरो भिडियोलाई प्लिज लाइक, सेयर, कमेन्ट, सब्सक्राइब गरिदिनुहोस् होला।